हामी मान्छेहरू किन यति धेरै फरक छौं? संसारभरि हेर्ने हो भने मानिसहरूको सोच्ने, काम गर्ने र जिउने तरिकामा आकाश जमिनको फरक देखिन्छ। आज हामी यही ठूलो रहस्यको बारेमा कुरा गर्दैछौं। एकछिन कल्पना गरौँ त, कुनै समाजमा एकभन्दा बढी श्रीमती हुनु एकदमै सामान्य कुरा हो, तर कतै यो कुरा सोच्न पनि सकिँदैन। त्यस्तै कतै कतै ऱ्याटल स्नेक जस्तो विषालु सर्पलाई पनि स्वाद मानेर खाइन्छ। हामीलाई यी कुराहरू सुन्दा कस्तो अचम्म लाग्छ हैन त, तर किन? हो, यो संसार साँच्चै रहस्यमय छ। एउटा समूहको लागि जुन कुरा एकदमै सामान्य र प्राकृतिक लाग्छ, त्यही कुरा अर्को समूहको लागि अनौठो र कहिलेकाहीँ त घिनलाग्दो पनि हुन सक्छ। आखिर यो भिन्नताको पछाडि के छ त? अब धेरैलाई लाग्न सक्छ कि यो सबै मौसम, भाग्य वा मानिसको जन्मजात स्वभावले गर्दा हो। तर वास्तवमा कुरा त्यस्तो होइन। यी भिन्नताहरूको पछाडि एउटा अझ गहिरो र शक्तिशाली कारण लुकेको छ। र यो रहस्यको जवाब हामीलाई मानवशास्त्रले दिन्छ। आउनुहोस्, एक विशेषज्ञको दृष्टिकोणबाट हेरौँ, जसले यस्तै प्रश्नहरूको जवाब खोज्न आफ्नो पूरै जीवन बिताए। यो जवाफ हामीले पाएका छौं अमेरिकी मानवशास्त्री क्लाइड क्लकनको एउटा प्रसिद्ध निबन्ध कस्टम्सबाट। उहाँले यस्तै सांस्कृतिक भिन्नताहरूलाई प्रष्ट पार्न विभिन्न रोचक उदाहरणहरू दिनुभएको छ, जसले हामीलाई यो रहस्य सुल्झाउन मद्दत गर्छ। ल, अब त्यो मुख्य कुरामा आउँ, जसले मानिसहरू बीचको यो भिन्नताको पहेलीलाई हल गर्छ। त्यो हो संस्कृति, अर्थात् हाम्रो सामाजिक खाका। जब हामी संस्कृति भन्छौं, हाम्रो मतलब नाचगान वा साहित्य मात्रै होइन। क्लकटनका अनुसार संस्कृति भनेको त कुनै पनि समुदायको सम्पूर्ण जीवनशैली हो। यो त्यो सामाजिक विरासत हो जुन हरेक व्यक्तिले आफ्नो समूहबाट सिक्दै अपनाउँदै जान्छ। क्लकनले यसलाई अझै प्रष्ट पार्दै भन्नुभएको छ, संस्कृति जीवनका सबै गतिविधिहरूको लागि एक प्रकारको खाका जस्तै हो। सोच्नुस् त, यसको मतलब हामी के खान्छौं, के लगाउँछौं, कसरी बोल्छौं र कसरी सोच्छौं भन्ने सबै कुरा यही खाकाले निर्देशित गरेको हुन्छ। अब यो खाका भन्ने कुराले वास्तविक जीवनमा कसरी काम गर्छ, केही ठोस उदाहरणहरू हेरौँ। कहिलेकाहीँ फरक फरक संस्कृतिका यी खाकाहरू एकअर्कासँग नराम्ररी ठोकिन्छन्। जस्तै विवाहकै कुरा गरौँ। एउटी अमेरिकी महिलाको लागि एउटै श्रीमान हुनु एकदमै स्वाभाविक कुरा हो, तर साइबेरियाकी कोर्याक महिलाको समाजमा एकभन्दा बढी श्रीमती राख्ने चलन सामान्य हुन सक्छ। हेर्नुस् त, एउटाको लागि जुन कुरा सामान्य छ, अर्कोको लागि त्यही कुरा घिनलाग्दो र अस्वाभाविक लाग्दछ। यो भिन्नता रगतमा होइन, पूर्ण रूपमा संस्कृतिमा आधारित छ। संस्कृतिको असर हाम्रो हरेक सानो ठूलो बानीमा देखिन्छ। खानामा ऱ्याटल स्नेक खाने कि नखाने, कसले कसको अगाडि नाच्न हुन्छ, कसले हुँदैन, दिनमा 3 पटक खाने कि 5 पटक, ओछ्यानमा सुत्ने कि झुलामा, यी सबै सामान्य लाग्ने निर्णयहरू पनि हाम्रो सांस्कृतिक खाकाले नै तय गरिरहेको हुन्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उठ्छ। यदि संस्कृतिले हामीलाई यति धेरै फरक बनाउँछ भने के हामी सबैमा भएको साझा जैविक वास्तविकताको कुनै अर्थ नै छैन त? हो, यो प्रश्न एकदमै जायज हो। आखिर हामी सबै मानिस हौं। हाम्रो शारीरिक बनावट र जैविक प्रक्रियाहरू त संसारभरि उस्तै छन् नि, होइन र? हो, क्लाकन पनि यही भन्नुहुन्छ। हामी सबैसँग साझा जैविक सम्भावनाहरू छन्। हामी सबै जन्मिन्छौं, बाल्यकालमा असहाय हुन्छौं, बिरामी पर्छौं, बुढो हुन्छौं र अन्ततः सबैको मृत्यु हुन्छ। यी विश्वव्यापी सत्य हुन्, चाहे हामी जुनसुकै संस्कृतिमा हुर्किएका हौं। र यही नै रहेछ रहस्यको समाधान। जीव विज्ञानले हामीलाई जीवन निर्माण गर्ने ब्लकहरू दिन्छ, जस्तै जन्म, मृत्यु र बिमारी। तर संस्कृतिले ती ब्लकहरूलाई कसरी मिलाउने, कसरी एउटा अर्थपूर्ण जीवनको संरचना बनाउने खाका वा ब्लुप्रिन्ट दिन्छ। त्यसो भए अन्तमा भन्नुपर्दा हामी प्रत्येकले यो संसारलाई आफ्नो संस्कृतिको लेन्स लगाएर हेरिरहेका हुन्छौं। यो अवधारणालाई बुझ्नु किन यति महत्त्वपूर्ण छ? किनभने यसले हामीलाई मानवीय अनुभव कति विशाल र विविध छ भनेर बुझ्न र सम्मान गर्न सिकाउँछ। यसले हामीलाई अरूलाई मात्र होइन, आफैलाई पनि अझ गहिरोसँग बुझ्न मद्दत गर्छ। अब यो प्रस्तुतिको अन्त्यमा एउटा प्रश्नमा विचार गरौँ न। हाम्रो जीवनको कुन त्यस्तो सामान्य चलन होला जुन अर्कै संस्कृतिमा हुर्केको व्यक्तिलाई एकदमै अनौठो र अचम्मको लाग्न सक्छ? यो साँच्चै सोच्न लायक कुरा हो।